नमस्कार, म तपाईहरुलाई वायरलेस इन्टरनेट कसरी प्रयोग गर्न सकिन्छ त भन्ने बारेमा एउटा भिडियो प्रस्तुत गर्न गइरहेको छु। अहिले मसँग एनसेलको एउटा पकेट वाइफाई छ जुन कसरी प्रयोग गर्ने भन्ने बारेमा देखाउन गइरहेको छु। यसमा हामीले डकुमेन्ट युज गरिसकेपछि एक्टिभेट गर्ने गर्दछौं भने यसलाई त्यसपछि हामीले प्रयोग गर्ने हो। यसमा हामीले देख्न सक्दछौं यो राउटर रहेको चाहिँ छ भने यो डाटा केबल हो। त्यसैगरी एन्टिना पनि रहेको हुन्छ भने दुईटा एन्टिना रहेको छन् भने एउटा चार्जर पनि हुने गर्दछ देख्न सक्दछौं भने यो सिम हो जुन हामीले फिल्डमा जुन ठाउँमा राउटर लान सम्भव हुँदैन त्यो ठाउँमा हामीले यो सिमको प्रयोग गर्ने गर्दछौं। यो सिमलाई हामीले मोबाइलमा राखेर प्रयोग गर्न सक्दछौं। अब मैले राउटरको दुवै साइडमा एन्टिना जोड्दै छु। एन्टिना जोडिसकेपछि यसलाई हामीले प्रयोग गर्न सक्दछौं। अब दुवै साइडमा एन्टिना यसरी घुमाएर जोड्न सक्दछौं जुन देख्न सक्नुहुनेछ। कतिपयले त यो प्रयोग गरिसक्नु भएको पनि त हुन सक्छ भने कतिपयले जोड्ने इच्छा राख्नु भएको हुन सक्छ। जोड्ने इच्छा राख्नु भएकोले पनि सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर रहेको छ 980110 40548 भने अर्को नम्बर रहेको छ 9868 23 84 30। अब मैले अर्को एन्टिना पनि जोड्दै छु। एउटा एन्टिना एक साइडमा एन्टिना जोडिसकेको छु भने अर्को एन्टिनालाई यसरी घुमाउँदै छु। तपाईहरुले पनि यसरी घुमाएर युज गर्न सक्नुहुनेछ। यसरी एन्टिना हामीले फिट गरिसकेका छौं। दुवै साइडमा देख्न सक्नुहुनेछ। यसरी फिट गरिसकेपछि पछाडीबाट हामीले चार्जर जोड्न सक्दछौं। चार्जरको लागि यहाँ एउटा पोइन्ट हुने गर्दछ। यसमा हामीले कनेक्सन गर्दछौं। कनेक्सन गरिसकेपछि हामीले यसलाई बोर्डमा लगाएर कनेक्सन गर्ने हो। बोर्डमा कनेक्सन गरिसकेपछि यहाँ एउटा स्विच हुन्छ। यो स्विचलाई हामीले थिचिसकेपछि यतापट्टि हामीले चाहिँ हरियो बत्ती बलेको देख्न सक्दछौं। यो अहिले एक्टिभेट नभएको हुनाले अहिले तपाईहरुलाई बलेको त मैले देखाउन सकिन। तर यो हामीले एक्टिभेट गरिसकेपछि यसमा सबै बत्ती बल्ने गर्दछन् जुन हरियो रङमा हुने गर्दछ भने यता डाटा केबल पनि रहेको चाहिँ छ। हामीले यसरी जोडिसकेपछि हामीले चाहिँ मोबाइलमा तथा ल्यापटपमा प्रयोग गर्ने गर्दछौं। ल्यापटपमा वाइफाईमा गएर हामीले चाहिँ पासपोर्ट युज गरेर यसलाई कनेक्सन गर्दछौं। नेट जोडिसकेपछि हामीले युट्युबका भिडियोहरु तथा फोन कल सबै गर्न सक्दछौं। यसमा वाइफाईको लागि हामीले वारेन्ट की भनेर यसरी पछाडीपट्टि रहेको हुन्छ। वारेन्ट कीको लागि हामीले चाहिँ यो साइडमा चाहिँ देखाएको पासपोर्ट नै रहेको हुन्छ। वारेन्ट कीको साइडमा पासपोर्ट हुन्छ। त्यसैले हामीले त्यसमा युज गर्न सक्दछौं। टाइपिङ गरेर युज गर्ने हो। अब यसको फाइदा के छन् त वायरलेस इन्टरनेटका भन्ने बारेमा बताउन गइरहेको छु। यदि हामीहरुले तारको युज गर्दछौं भने त्यसलाई हामीले यताउता सार्दाखेरिमा निकै नै झन्झटिलो हुने गर्दछ भने यस वायरलेस इन्टरनेट युज गरिसकेपछि तार बिना नै हामीले युज गर्न सक्दछौं र यसलाई यताउता सार्न धेरै नै सहज हुने गर्दछ भने त्यसैगरी यसको सस्तो पनि हुने गर्दछ। अनावश्यक खर्चबाट पनि हामी बच्ने गर्दछौं। त्यसको कारणले गर्दा पनि यस वायरलेस इन्टरनेट धेरै नै महत्त्वपूर्ण चाहिँ छ। यसको प्रयोग गर्नु